गाइज नमस्ते सबैजनालाई। म बिहान पखको गुड मर्निङ भन्न चाहन्छु। हाम्रो चाहिँ यहाँ सबै अब रेडी भइसकेको छ। यहाँ हावाले उडाउँछ कि भनेर माथि चाहिँ बाँसहरू अरू कडीहरू राखेको छ। अब यो सबै भइसकेको छ। अनि तपाईँको अब यहाँ डुँड बनाउन बाँकी छ। यहाँ सानो पाडीहरू बान्नेको छ। हिजो चाहिँ एउटा बिक्री भइसक्यो। अब यहाँ चाहिँ डुँडा राख्ने हो 2-4 दिनपछि है। अब यो गोठ भइसक्यो। करिब 11वटा टिन लायो। त्यस्तै खर्च अब अलिअलि लागिहाल्छ काम गर्दाखेरि। के गर्नु त यस्तै छ है। लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला सबैजनाले। अब सामान्य रूपमा गोठ चाहिँ यसरी बन्दो रहेछ भन्ने गाउँघरमा थाहा पाउनु पर्यो सबैजनाले। अब अरू साथीहरूले युवा साथीहरूले पनि यस्तै गर्न चाहनुहुन्छ भने यसरी बनाउने सामान्य। अब अलि ठुलो भएको भए यस्तो खालको यो गोठ अहिले अलि देखिया छैन। यो माथि यस्तो टिन लगाएर बनाइएको छ। भित्र चाहिँ यस्तो छ। म भित्र गएर देखाउँछु है त। यो डुँड हो पहिलाको है। यो अलि अँध्यारो देखिएको छ। पहिलाको हो। अलि राम्रोसँग देखाउँछु। यो डुँड यहाँ भित्र भुसा छ। भुसा र घाँस है। यो गोठ हो। भित्र इट्टा लगाइएको छ। माथि चाहिँ यस्तो छ। भुस र पराल राखेको छ। अब यही हो। अब हामीले भएको देखाउने। अब यसमा डुँड बनाउनु बाँकी छ। अब डुँड बनाउनु पनि अब धेरै लाग्छ होला। 1-2 टिप बालुवा, त्यस्तै गिटी, सिमेन्ट लाग्छ होला, सरिया लाग्छ। अब सबै चिज ढुङ्गा लाग्छ है। के गर्दा 50-60 हजार भेट्छ होला। अब मिस्त्री ज्याला दिन पर्यो। अब छिटै गर्ने तयारीमा हो। अब त्यहाँ चाहिँ तल खनेर चाहिँ पहिला ढुङ्गा बिछाएर डिबिसी गरेर गर्नुपर्छ होला। अब मिस्त्रीले अब इस्टिमेट अनुसार काम हुन्छ। अब सबैजनाले लाइक कमेन्ट गरिदिनु होला, सेयर गरिदिनु होला भन्न चाहन्छु। अब धेरै लामो भिडियो बनाउन सकेको छैन। छोटो सर्ट भिडियो बनाइएको छ। पछि चाहिँ अब टाइम भएपछि धेरै ठुलो भिडियोहरू बनाउने हो। अब भैँसीलाई घाँस काट्ने मेसिन चाहिँ यहाँ छ। यो मेसिन हो। यहाँ बिहान घाँस काटिन्छ। अझै के यहाँ घाँसको अलिअलि काटेको यो हरियो छ। यो हातले काट्ने घुमाएर काट्ने मेसिन हो। विद्युतीय मेसिन चाहिँ अहिले छैन। अब पछि बिस्तारै ल्याउने। अब अहिले यसैलाई काम चलाउने हो। हाम्रो चाहिँ यो पहिलाको यो गोठ भयो। अनि अहिलेको चाहिँ त्यो बाहिर घाममा शीतल गर्ने त्यो बनाइएको छ। ल हेर्नु है। अलिक घामले टल्किएको छ। ल बाई बाई सबैजनाले कमेन्ट गरिदिनु होला है।